अनि भ्यालोरमा फर्स्ट आज पुगेको बिहान, त्यसपछि मैले गऱ्यो फुड अर्डर गरेर खायो। त्यसपछि हामी सब्जी लिनु गएको आज मार्केट। फर्स्ट हामी डिमार्ट गयौँ, डिमार्टबाट के ल्यायो देखाउँछ है त। जे होस् उताको भन्दा अलिकति डिफ्रेन्ट भेराइटिजहरू पाउँदो रहेछ मार्टमा चाहिँ। यो त फ्रुट्स पाइहाल्यो, यो अमला फ्रुट्स यति लिएको। अनि त्यसपछि हामीले लियौँ भाइको लागि यो ब्राउन राइस। कति पर्न आयो यसको 60 रुपिसको, यति 500 ग्राम रहेछ। 60 रुपिसको यो ब्राउन राइस भाइको लागि। अनि त्यसपछि फुच्चीको लागि यो आर्नाको लागि क्लिक। अनि यहाँ चाहिँ मलाई सबभन्दा धेरै मन पर्यो भनेको यो प्याकेटको बाहिरबाट यस्तो राम्रो स्मेल छ। कोकोनट ओइलको त यति धेरै भेराइटिज, कोकोनट ओइल, त्यसपछि पिनट ओइल, त्यसपछि सेसेमी ओइल। ओइल्सको त यति धेरै भेराइटी कि सबै दिन जस्तो भयो। अनि नयाँ कुरा म के देखाउँछु भन्दाखेरि, अनि सबभन्दा युनिक र नयाँ कुरा हामीले कहिले नदेखेको कुरा चाहिँ देखाउँछ है त म। हामीले जहिले येल्लो बनाना मात्रै देख्थ्यौँ, यो रेड बनाना फर्स्ट टाइम देखेको। कस्तो हुँदो रहेछ थाहा चाहिँ छैन, खाएको छैन, काँचै छ जस्तो छ अरे कि। तर हेर न यो कलर हेर्दा खाउँ लाग्दो छैन, कस्तो छ है नयाँ कुरा। यहाँ भेलोरमा आएर यो नयाँ कुरा देखेको हामीले। अनि आजको लागि यति नै, अलिअलि सपिङहरू गऱ्यो। अब डिनर यहीँ पकाउने, हाम्रो सानो किचन यहाँ दिएको छ, 2टा रुम छ। यस्तै छ अहिले, सबै सेटअप गरिसकेको छैन। 9 to 10 डेज हामी यहाँ बस्ने हो। ल हेर्दै होला, हेर्दै गर्नु होला मेरो च्यानल। बाई।